आज म साथीहरूको माझमा एउटा स्क्यामर नेपालमा चलिरहेको अहिलेको स्क्यामर केसको बारेमा भन्न गइरहेको छु। टेलिग्राम र व्हाट्सएपहरुमा दिनमा 2000 देखि 3000 कमाउने सुनौलो मौका भन्दै तपाईहरुलाई मेसेज आउन सक्छ। यो एउटा ETSY भन्ने एउटा प्लेटफर्म छ। यो स्क्याम प्लेटफर्म हो जुन नेपालमा अहिले स्क्यामरहरूले युज गर्दै आएको छन्। सुरुमा तपाईहरुलाई ट्रेनिङ दिन्छन्, तिनीहरूले एक दिनको ट्रेनिङ भनेर 10-15 मिनेटमा एउटा वेबसाइट बनाइदिन्छन्, तपाईहरुको अकाउन्ट बनाइदिन्छन्। त्यो अकाउन्टमा तपाईहरुलाई ट्रेनिङ दिन्छन्, तिनीहरूले यस्तो यस्तो गर्नुस्, यो गर्नुस् भन्दै त्यहाँ एउटा अर्डर ग्र्याब गर्न लगाउँछन्। त्यो अर्डर ग्र्याब गरे बापत तपाईलाई 800-900 रुपैयाँ त्यो दिनमा तपाईहरुलाई एउटा चारो हाल्ने काम गर्छन् तिनीहरूले। त्यो ग्रुप हुन्छ अनि तपाईहरुलाई दोस्रो दिनदेखि तपाईहरुलाई ठग्न सुरु हुन्छ। दोस्रो दिनमा 9000, 10000 अथवा 11000 सम्ममा हालेर तपाईले 5000, 4000 कमाउनु हुन्छ। यो एउटा अर्डर ग्र्याब्स गर्ने हो। त्यो अर्डर ग्र्याब्स गरे अनुसार तपाईलाई बोनस आउँछ भनेर तपाईलाई 11000 सम्ममा हाल्न लगाउँछ। त्यो 11000 सम्म हालेपछि 3-4 हजार रुपैयाँ तपाईलाई दिन्छन् तिनीहरूले। एक्स्ट्रा पैसा तपाईको अकाउन्टमा डिपोजिट गरिदिन्छन् आधा घण्टाको फरकमा। त्यसपछि अर्को दिनदेखि यिनीहरूले आफ्नो कम्पनीको एनिभर्सरी छ, यो अमेरिकाबाट चलिरहेको कम्पनी हो, एनिभर्सरी छ। अनि यसको एनिभर्सरी विकमा हाम्रो कम्पनीले बोनस दिँदै आएको छ। तपाईहरु 20000, 30000, 40, 50, 1 लाख सम्म हाल्न लगाउँछन् तपाईहरुलाई। अनि उनीहरूले अब तपाईहरु ठगिने बाटोमा जानुहुन्छ। 1 लाख सम्म हालिसकेपछि तपाईहरुले जुन अर्डर ग्र्याब गर्नुहुन्छ त्यो अर्डर ग्र्याब गरे बापत बोनस भन्दै अथवा प्रायोरिटी अफर भनेर एउटा एटेक्स भन्ने हुन्छ त्यो प्लेटफर्ममा। त्यो एटेक्स अर्डर पारिदिन्छन् तिनीहरूले। त्यो पारे बापत तपाईहरुको अमाउन्ट जुन नेगेटिभ भइदिन्छ, अकाउन्ट बनाएको अकाउन्टमा नेगेटिभ अमाउन्ट भइदिन्छ र तपाईहरुले त्यो पैसा तिर्नलाई तिनीहरूले लगाउँछन्। तपाईहरुले 1.5-2 लाख सम्म, 3 लाख, 4 लाख सम्म तिर्न लगाउँछन्। त्यो प्रायोरिटी अर्डरमा त्यत्रो अमाउन्ट पर्दिन्छ र फेरि तपाईहरु त्यो तिर्नु भयो भने अर्को प्रायोरिटी अर्डर पारेर तपाईहरुले तिर्नै नसक्ने गरी 8 लाख, 10 लाख, 15 लाख त्यस्तो प्रायोरिटी अर्डर पारेर त्यति तिर्नै नसक्ने बनाइदिन्छन् र तपाईहरुलाई तिर्न भन्छन् तिनीहरू। तिनीहरूले एउटा ग्रुपमा लगेर कुरा गर्छन्। हामीलाई ग्रुपमा 40-50 जनाको ग्रुप हुन्छ। 40-50 जनाको ग्रुपमा एकजना मान्छे मात्र हुन्छ स्क्याममा पर्ने हामी जस्तै मान्छे। उनीहरू बाँकी सबै तिनीहरूकै ग्रुपको मेम्बर हुन्छन्। तर तिनीहरूले आफूले पनि त्यही काम गरिरहेको स्क्रिनशटहरू, भिडियो रेकर्डहरू गरेर पठाउँछन् हामीलाई त्यो ग्रुपमा। तर त्यो उनीहरू हामीलाई स्क्याम गर्नलाई, हामीलाई हिप्नोटाइज गर्नलाई चाहिँ त्यस्तो गरेको हुन्छ। यो ETSY यो अनलाइन प्लेटफर्म सबै इलिगल छ नेपालमा। त्यसैले यो काममा नलाग्नु होला। र अनि यो बीचमा पैसा हाल्नको लागि, जुन पैसा ट्रान्सफर गर्नको लागि क्युआरहरू जो साथीहरूले दिनुहुन्छ, त्यो क्युआर दिने मान्छेलाई ट्रान्सफर गर्ने बीचको पुलको काम गरिदिन बनाउँछ उनीहरू मान्छेलाई। यताको पैसा हामी नर्मल मान्छेको पैसा स्क्याम भएर उसको अकाउन्टबाट अर्को अकाउन्टमा ट्रान्सफर गर्नको लागि 2-3 हजार रुपैयाँ दिन्छु भनेर तिनीहरूलाई पनि स्क्याममा पारेको हुन्छ। त्यो काम पनि इलिगल हो। घर बसी कमाइ हुने ETSY भन्ने प्लेटफर्ममा तपाई लाग्दै नलाग्नु होला। धन्यवाद।